नमस्ते साथीहरू, म निशान। के तपाईँले थाहा छ, धेरैजसो मानिसहरू सफल हुन त चाहन्छन्, तर अनुशासनको कमीले गर्दा बिचकै हार मान्छन्। आजको यो भिडियोमा म तपाईँहरूलाई एउटा यस्तो मन्त्र दिनेछु जसले तपाईँको सोच्ने तरिका र स्वास्थ्यलाई सधैँका लागि बदल्नेछ। आउनुहोस् आजको यात्रा सुरु गरौँ। 99% मानिसहरू बिहान उठेपछि आफ्नो सपनाका बारेमा सोच्छन्, तर केवल 1% मानिसहरू मात्र ओछ्यान छोडेर त्यो सपना पुरा गर्न मैदानमा उत्रिन्छन्। तपाईँलाई कुन श्रेणीमा पर्नुहुन्छ? आज हामीलाई अल्छी लाग्नु समय भएको छ। भोलिदेखि कसरत गर्छु, भोलिदेखि स्वस्थ रहन्छु, खान्छु भन्दै हाम्रो समय बितिरहेको छ। याद राख्नुहोस्, कमजोर शरीर र कमजोर मनले कहिले बदलियो भविष्यमा निर्माण गर्न सक्दैन। अनुशासन भनेको आफूले दिएको आदेश हो। जब तपाईँको मनले अझै एकछिन सुत्छु भन्छ, तब तपाईँको अनुशासनले भन्नुपर्छ, उठ, तिम्रो लक्ष्य तिम्रो पर्खै छ। स्वास्थ्य भनेको जिम जानु मात्र होइन, यो त आफ्नो शरीरलाई सम्मान गर्नु हो। आजैबाट एउटा सपना परिवर्तन गर्नुहोस्। थोरै कसरत, सफा खाना र दृढ सङ्कल्प, किनकि अनुशासनको पीडा पछुतोको पीडा भन्दा धेरै गुणा कम हुन्छ। सुरु गर्नुहोस्, किनकि तपाईँको समय अहिले हो। याद राख्नुहोस्, आफ्नो आजको सानो प्रयासले नै भोलिको ठुलो सफलता सुनिश्चित गर्छ। यदि तपाईँलाई यो भिडियोले केही नयाँ ऊर्जा दियो भने आफ्नो साथीभाइहरूलाई पनि सेयर गरिदिनु होला। अर्को यस्तै जोसिलो भिडियोमा फेरि भेट्नेछौँ। त्यतिन्जेलसम्म स्वस्थ रहनुहोला, अनुशासित रहनुहोला। धन्यवाद।